नमस्कार। आज हामी एउटा यस्तो स्वास्थ्य समस्याको बारेमा कुरा गर्दैछौँ जुन अक्सर कसैको नजरमा पर्दैन तर भित्रभित्रै खतरनाक हुन सक्छ। हो, हामी कुरा गर्दैछौँ उच्च कोलेस्ट्रलको। आखिर किन हो त यो यति खतरनाक अनि यसबाट बच्ने उपाय के होला? ल आउनुहोस् यसको बारेमा गहिरिएर बुझौँ। एकछिन सोच्नुहोस् त, हाम्रो शरीरको रक्तनली जसले जीवनलाई चलायमान राख्छ, त्यही नलीभित्र एउटा खतरा बिस्तारै कुनै हल्ला नगरी बढिरहेको छ। यो अदृश्य शत्रु आखिर हो के र यसले हाम्रो मुटु र मस्तिष्कलाई कसरी जोखिममा पार्छ? ल अब यसलाई अलि नजिकबाट हेरौँ है त। हो, यसलाई मौन हत्यारा पनि भनिन्छ, किनभने यसले कुनै लक्षण देखाउँदैन तर भित्रभित्रै ठूलो क्षति पुर्याइरहेको हुन्छ। त्यसो भए यो मौन हत्यारा मतलब उच्च कोलेस्ट्रोल वास्तवमा के चिज हो त? हेर्नुहोस्, हाम्रो शरीरलाई राम्रोसँग काम गर्न कोलेस्ट्रल भन्ने चिल्लो पदार्थ चाहिन्छ। यो आफैमा खराब कुरा होइन, तर गडबड तब हुन्छ जब रगतमा यसको मात्रा चाहिने भन्दा धेरै हुन थाल्छ, अनि त्यहीबाट यो हाम्रो साथीबाट दुश्मन बन्न पुग्छ। त्यसो भए कोलेस्ट्रोललाई के भन्ने, मित्र कि शत्रु? रमाइलो कुरा के छ भने यो दुवै हो। अब यो कसरी दुवै हुन सक्छ भन्ने बुझ्न हामीले यसका दुई मुख्य प्रकारहरूलाई चिन्नु एकदमै जरुरी छ। यसलाई यसरी बुझौँ न। एलडिएल, जसलाई खराब कोलेस्ट्रल भनिन्छ, त्यो चाहिँ हाम्रो रगतको नलीमा जम्मा हुने फोहोर जस्तै हो। यसले जम्मा भएर बाटो नै बन्द गरिदिन सक्छ। अर्कोतिर एचडिएल अर्थात् राम्रो कोलेस्ट्रल, त्यो चाहिँ सफाई गर्ने मान्छे जस्तै हो, जसले त्यो फोहोरलाई हटाएर बाटो सफा राख्न मद्दत गर्छ। जब शरीरमा खराब एलडिएलको मात्रा बढ्छ, यो बिस्तारै धमनीको भित्तामा टाँसिन थाल्छ अनि प्लाक बन्न सुरु हुन्छ। समयसँगै यो प्लाक झन्झन बढ्दै र कडा हुँदै जान्छ। यसले गर्दा रगत बग्ने बाटो एकदमै साँगुरो हुन थाल्छ, जसले हाम्रो मुटु र मस्तिष्क जस्ता महत्त्वपूर्ण अङ्गहरूमा रगत पुग्ने गाह्रो बनाइदिन्छ। अनि जब रगतको नलीहरू यसरी साँगुरो हुँदै जान्छन्, त्यसको परिणाम त सोच्नै नसक्ने खालको हुन सक्छ। हो, यसले हृदयाघात, मस्तिष्कघात अर्थात् स्ट्रोक र उच्च रक्तचाप जस्ता ज्यानै जान सक्ने अवस्थाहरू निम्त्याउन सक्छ। अब प्रश्न उठ्छ, यो जोखिम सबैलाई बराबर हुन्छ त कि कसैलाई बढी हुन्छ? हो, केही यस्ता कारणहरू छन् जसले हामीमध्ये कसैलाई अरूभन्दा बढी जोखिममा पार्न सक्छन्। यी जोखिमहरूलाई दुई तरिकाले हेर्न सकिन्छ। पहिलो, हाम्रो जीवनशैली, जस्तै कि धेरै चिल्लो खानेकुरा खाने, व्यायाम नगर्ने, चुरोट पिउने वा मोटोपन। र दोस्रो, हाम्रो नियन्त्रणमा नहुने कुराहरू जस्तै मधुमेह, बढ्दो उमेर र परिवारमा कसैलाई यस्तो समस्या थियो भने त्यो पनि एउटा कारण हुन सक्छ। एउटा कुरा के याद राखौँ भने धेरैजसो समय यसको कुनै लक्षण नै देखिँदैन, तर जब अवस्था एकदमै गम्भीर भइसक्छ, हो त्यति बेला मात्र छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा हात खुट्टा झमझमाउने जस्ता सङ्केतहरू देखा पर्न सक्छन्। र यही कुराले नै यसलाई यति धेरै खतरनाक बनाउँछ, लक्षणै नदेखिनु। जब समस्या छ भन्ने नै थाहा हुँदैन, तब त्यसलाई रोक्ने प्रयास पनि त गरिँदैन। त्यसैले लक्षण देखिएला भनेर पर्खेर बस्नु एकदमै गलत हो। तर खुसीको कुरा के हो भने यो अदृश्य शत्रुलाई हामीले नियन्त्रणमा राख्न सक्छौँ। अब समस्याको कुरा धेरै भयो, समाधानतिर लागौँ। हेरौँ यसबाट कसरी बच्न सकिन्छ। नियन्त्रणको पहिलो पाइला हाम्रो भान्साबाटै सुरु हुन्छ। तारेको, फुटेको, प्रशोधित र धेरै चिल्लो खानेकुराले शरीरमा खराब कोलेस्ट्रोल बढाउँछ। त्यसैले यस्ता खानेकुरालाई सकेसम्म बाई बाई भन्नु नै राम्रो हो। यसको साटो आफ्नो खानामा हरिया सागसब्जी, ताजा फलफूल, गेडागुडी र ओमेगा-3 भएको माछा जस्ता खानेकुराहरू समावेश गरौँ। यिनले राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छन् र स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछन्। राम्रो खाना मात्रै होइन, शरीरलाई चलाउनु पनि उत्तिकै जरुरी छ। दिनमा कम्तीमा 30 मिनेटको हल्का व्यायामले पनि खराब कोलेस्ट्रोल घटाउन र राम्रो कोलेस्ट्रोल बढाउन एकदमै ठूलो मद्दत गर्छ। कहिलेकाहीँ के हुन्छ भने जीवनशैलीमा सुधार गर्दा गर्दै पनि कोलेस्ट्रोल नियन्त्रणमा नआउन सक्छ। हो, यस्तो बेलामा चिकित्सा उपचार आवश्यक पर्छ र यसको लागि डाक्टरको सल्लाह लिनुबाहेक अरू कुनै विकल्प हुँदैन। उपचार भनेको जीवनशैलीमा सुधार र डाक्टरको सहयोगको एउटा साझेदारी हो। डाक्टरले आवश्यक देखेमा स्ट्याटिन जस्ता औषधिहरू लेखिदिन सक्छन्, तर एउटा कुरामा सधैँ स्पष्ट हुनुपर्छ, कुनै पनि औषधि डाक्टरको सल्लाह बिना कहिल्यै पनि खानु हुँदैन। एउटा धेरैले सोध्ने प्रश्न छ, कोलेस्ट्रोलको औषधि प्राय राति नै खानु भनेर किन भनिन्छ?
के दिउँसो खाँदा हुँदैन? यसको पछाडि एउटा वैज्ञानिक कारण छ। कुरा के हो भने हाम्रो शरीरले कोलेस्ट्रोल बनाउने काम सबैभन्दा बढी रातिको समयमा गर्छ। त्यसैले जब शरीरले कोलेस्ट्रोल बनाइरहेको हुन्छ, ठ्याक्कै त्यही बेला औषधि खाँदा त्यसले सबैभन्दा राम्रोसँग काम गर्छ र बढी प्रभावकारी हुन्छ। ल, हामीले उच्च कोलेस्ट्रोलको खतरा, कारण र समाधानबारे धेरै कुरा जान्यौं। अब अन्त्यमा यी सबै कुराबाट हामीले के सिक्नुपर्छ त? त्यसलाई छुटकरीमा हेरौं। मुख्यतया 3वटा कुरामा ध्यान दिनु एकदमै जरुरी छ। पहिलो, स्वस्थ जीवनशैली अपनाउने। दोस्रो, बेला बेलामा स्वास्थ्य जाँच गराएर आफ्नो कोलेस्ट्रोलको स्तर थाहा पाइराख्ने। र तेस्रो, यदि आवश्यक परेमा डाक्टरले भनेअनुसार नियमित औषधि खाने। र अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ। उच्च कोलेस्ट्रोल आँखाले देखिँदैन, तर कि यसको मतलब यो हानिरहित छ त? पक्कै पनि छैन। त्यसैले यो अदृश्य खतराप्रति सचेत रहनु नै स्वस्थ जीवनतर्फको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो। धन्यवाद।